रिन ट्र्याक एप्लिकेसनको सेटिङ्सको कुराहरू हेरौँ है के छ। यहाँ तलतिर नेभिगेसनमा चाहिँ सबभन्दा राइट साइडमा सेटिङ छ, त्यसलाई क्लिक गऱ्यो भने सेटिङ खोल्छ होइन। त्यसपछि यहाँ सर्टेन सेक्सन्सहरू छ कि सबभन्दा सुरुमा ल्याङ्ग्वेज छ होइन। यसमा इङ्ग्लिस नेपाली दुई थरी ल्याङ्ग्वेज है। नेपाली सेलेक्ट गऱ्यो भने चाहिँ सबै कुरा नेपालीमा चेन्ज हुन्छ, इङ्ग्लिस आयो भने इङ्ग्लिसमा भयो। अर्को भनेको डिस्प्ले फर्मेट। यो भनेको चाहिँ अब करेन्सी यहाँनिर जस्तो यहाँ प्रिभ्यूमा हेर्दा हुन्छ होइन। यहाँनिर अहिले एनपिआर भनेर देखाएको छ कि त्यो करेन्सी चाहिँ कुन चाहिँ सेलेक्ट गर्ने हो भनेर देखाएको छ यहाँनिर। जस्तो मैले युएसडी गर्ने भने चाहिँ ठ्याक्कै यो युएसडीमा चेन्ज भयो कि अहिले है। अब त्यो युएसडी देखाउने हो कि डलरको सिम्बल देखाउने भन्ने कुरा चाहिँ फेरि अर्कोमा चाहिँ यहाँबाट सेलेक्ट गर्न मिल्छ कि। जस्तो सिम्बल देखाउने हो भने चाहिँ सिम्बल क्लिक गर्दाखेरि यो डलरमा चेन्ज भयो कि प्रिभ्यूमा है। अनि यो नम्बर स्टाइल भनेको चाहिँ लाख, मिलियन र ट्रिलियन कुन चाहिँ राख्ने हो भन्ने कुरा चाहिँ यहाँनिर देखाउँछ है। अनि प्रिभ्यूमा त्यो अनुसारले चाहिँ देखाउँछ कि अब यो जुनसुकै सेटिङ यहाँनिर सेलेक्ट गरेको छ त्यो चाहिँ एप्लिकेसनभरि सबै नम्बरहरूमा चाहिँ अप्लाई हुन्छ कि है। यो भनेको डिस्प्ले फर्मेटिङ भयो। अर्को भनेको इन्ट्रेस्ट क्यालकुलेसन। अब जस्तो रिपे गर्दाखेरि चाहिँ होइन, कसैले लोन लिएको छ र त्यसले चाहिँ रिपे गर्न आउँदाखेरि जुन दिन रिपेमेन्ट गरेर हुन्छ नि होइन, जस्तो लोन क्लोज गर्नु छ होइन, त्यो दिनको चाहिँ पैसा चार्ज गर्ने कि नगर्ने भन्ने कुराको सेटिङ छ कि यहाँनिर। यसलाई अन गरिदियो भने चाहिँ त्यो डेको पनि इन्ट्रेस्ट क्यालकुलेट भएर चाहिँ देखाउँछ कि बाई डिफल्ट अफ हुन्छ यो है। त्यो सेटिङ भयो यहाँनिर, इन्स्ट्रक्सन पनि छ यहाँनिर। अर्को भनेको ट्र्यास भयो कि अब यो एप्लिकेसनमा भएको डाटाहरू चाहिँ हार्ड डिलिट चाहिँ डाइरेक्टली गर्न मिल्दैन त्यहाँनिर होइन। जति पनि डिलिट गरेको कुराहरू हुन्छ त्यो चाहिँ ट्र्यासमा आएर बस्छ कि यहाँनिर। यहाँबाट रिस्टोर गर्न चाहिँ मिल्छ कि अहिले हामीसँग डाटा छैन, त्यही भएर यहाँ ब्ल्याङ्क छ कि। अनि यो भनेको अटो डिलिट भनेको कहिलेसम्म हुन्छ भने चाहिँ यहाँ सेटिङ्सहरू छ कि यो 7 डेजदेखि लिएर 90 डेजसम्म। बाई डिफल्ट चाहिँ 30 डेज हो होइन। 30 डेज क्रस भइसकेपछि त्यो डाटा जस्तो कुनै आज डिलिट गऱ्यो अरे होइन भनेपछि त्यो 30 दिन पछाडि चाहिँ त्यो अटो डिलिट हुन्छ कि हार्ड डिलिट, त्यसलाई रिकभर गर्न मिल्दैन है। यो चाहिँ सेटिङ हो। जस्तो 7 डेज राख्यो भने आफ्टर 7 डेज त्यो हार्ड डिलिट हुन्छ क्या। 7 डेजभित्र चाहिँ त्यसलाई फेरि यहाँ ट्र्यासमा गएर रिकभर चाहिँ गर्न मिल्ने हुन्छ कि। त्यो चाहिँ ट्र्यासको कुरा भयो कि। अर्को भनेको हाउ क्यालकुलेसन्स वर्क भन्ने है। यो एप्लिकेसनभित्र भएको कुराहरू चाहिँ क्यालकुलेसनहरू, इन्ट्रेस्टहरू चाहिँ कसरी क्यालकुलेट गरिरहेछ त्यो कुराको थोरै एक्सप्लेनेसन छ कि यहाँनिर। ड्युरेसनहरू कसरी क्यालकुलेट गर्छ होइन, इन्ट्रेस्ट टाइप्सहरू के छ भन्ने कुराहरू चाहिँ यहाँनिर छ है त। सेटिङ्सको यति कुराहरू भयो कि।